नमस्कार साथीहरु, ज्ञानढुङ्गा नेपाल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। सानीगाड हाइड्रो पावर लिमिटेडले आज जेठ 18 गते सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड पश्चात अब सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 2 अर्ब 85 करोड रुपैयाँको 30% अर्थात् 85,50,000 किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा कम्पनीले 28,50,000 किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 5,70,000 साधारण सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै कम्पनीले 1,71,000 किता सेयर कम्पनीका कर्मचारीहरूका लागि र 2,85,000 किता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँड गरिसकेको छ। अब भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बाँकी रहेको 46 करोड 74 लाख रुपैयाँ बराबरको प्रति किता 100 रुपैयाँ अङ्कित 46,74,000 किता सेयर निष्कासन गर्न लागेको हो। सो आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 20,000 किताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ 21 गते हुनेछ भने ढिलोमा असार 1 गते हुनेछ। आइपिओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इन्स्योर रेटिङ BB- प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ। कम्पनीले सञ्चालन गरेको 33.46 मेगावाटको मथिल्लो कलङ्गाट जलविद्युत आयोजनाको कुल लागत 8 अर्ब 68 करोड 70 लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत 22 करोड 58 लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र 25 वर्ष 3 महिना बाँकी रहेको छ भने उक्त आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 8.25 वर्ष रहेको छ। डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 14.69 वर्ष रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आजबा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आजबा प्रणाली मार्फत आवेदन दिन सक्छ। यस्तै आइपिओ सम्बन्धी छोटो र मिठो जानकारी पाउनका लागि यो भिडियोलाई लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। हवस् त, धन्यवाद।